अब बुढो भयो एउटा भएको छोरो नि कहाँ मरेछ ढुङ्गा त खुल्लै छ त ए छोरा छोरा हेर त भाइ यहाँ कुन चाहिँ मर्दार बौलाएर मरो फेरि को हो कर मान्छे यस्तो फिल्म हेरिरहेछ कराको छ्या को छैन कोही पनि घरमा जाऊ को बोलाउनु तेरो बाउ तेरे बाउ तेरीमा खाते तँले पो यत्रो बडा भइसक्यो अहिलेसम्म त्यो मोबाइल हेरेर बसेको छु अनि त अर्को पिउसो को टोकिने घरमा दोष थरी मान्छे लिएर आएर बडा लिएर बस्छस् एउटा बुढो भएको बाउमा काम खेतामा त्यत्रो खनेर आएर यहाँ मेरो ढाड भाँचिसक्यो अनि तँ जाडो चाहिँ के गरेको हो उठ तिमी न बुढा मलाई पिउसो भन्छौ दा जागे ओस गर बुढा अनि के पो भनिस् रे त पिउसाले अझ मर्छस् यहाँबाट भाग्छस् कि मारौँ तँलाई हो के रे बुढा किन भाग्नु केटी यहीँ बस यसले ठिक भन्नु तिम्रा चाहिँ अब बुढा भएका दाँज हारिदिने बेला भएको छ तिमीले मलाई के गरेछौ हँ केही गरेका छौ तेरीमा छ्याक्ने बुढा केही गरेका छौ भने छ्याक्ने के दिन्छौ अहिलेसम्म तिमीले मलाई हँ मैले चाको कुरो दिनु सक्छ अनि फुर्ती लाउँछ यहीँ बस भाइ कहीँ जाँदैन हो तिमी चाहिँ बरु निक्लेर जाऊ तेरीमा बुढा आइन्देऊ घरमा टेका त्यहीँबाट फिर्केर जाऊ नबस है मेरो अगाडि मर्लाउ फेरि बुढा भएको हड्डी म भाँचिनु पर्ला तिम्रो औकात के छ तेरीमा बुढा अहिलेसम्म मलाई केही दिन्छौ अझै त्यहाँ सुनेर बस्छौ गइहाल फेरि मर्लाउ फेरि यहाँ सिरानी मुनिको खुकुरी झिकेर यहीँ छोपकर हिँड्नु म सक्ने बुढा म मोबाइल हेर्छु तिमीलाई के हो तिम्रो केही गएको छ भने भन नभए फेरि नकरौ म सक्ने बुढा अहिलेसम्म मुलत यत्रो वर्ष भइसक्यो के गरेको छौ तिमी मर्लौ हो कि होइन भाइ हो मर्लस के पो भनिस् रे तँ मासले आज आएर मलाई निकाल्ने कोसिस गरिस् नि त बुढो भएको बाउलाई मलाई के सब तँलाई मैले के गरेको छैन भन् त के गरेको छैन तँलाई यत्रो भनेको मैले त्यसै हो अहिले यत्रो त्यसै भएको छस् अहिले यत्रो कुखाना भएको होस् मेरो आमा पढ्दाखेरि तँलाई पाल्ने म अनि मलाई अहिले निक्लेर जा भन्छस् तेरो जिन्दगी यही हो मैले तँलाई यही संस्कार सिकाएको थिएँ तैँले के खाएर आइस र मलाई आज यस्तो भनिस् भन् त मेरो छोरो एउटा मात्र छोरो मलाई पाल्छस् भनेर मैले भन्ने सोचेको तर त यो अरूको लैलैमा लागेर अरूका छोरा देश विदेश गएर आएँ पैसा कमाएँ भनेर मैले पनि सम्हालेर तँलाई कति धेरै पढाइन तर तैँले मलाई आज मार्छु काट्छु भनिस् बरु आज हिमार म निक्लेर कहीँ जान्न बुझिस् मार बरु मलाई मार्न सक्छस् मार के भनिस् रे अझ रोएर नाटक गर्छस् तँ सालेले मलाई थोरै गरेको चाहिँ के छस् तँलाई म बाउ घर काट्दिन जा भनेको तँलाई मैले राम्रो मुखले अझ जाँदैनस् अझ त्यहाँ बसेर बोलेर बस्छस् साला दिम लुगाट मलाई अहिले काट मलाई तँलाई मैले कति चाहिँ गरेको थिएँ काट मलाई काट्न आएको काट यी काट मलाई आज तैँले देखाइसकेन आफ्नो औकात काट मलाई काट तँलाई मैले के पो गरेको थिइनँ तँलाई नालीमा भेटेर ल्याएको मैले तर मलाई आज काट्छु भनिस् काट ठिक छ मलाई काट ओइ केटा आफै ढल त्यो त ए बुढो उठ जहाँ ठाउँ मेरो हातबाट मर्नु मुन छ भने यहीँ ढलेर बस नबाचाल म 10 गन्छु उठेर जान्छस् जा नभए आज यो खुकुरले तँलाई सिधाइदिन्छु म साले तैँले पालिस जेसुकै गरिस् मलाई केही अवस्था भएन तर म ज्यान मार्दिनँ तँलाई यो घरबाट हुत्याएर मैले निकाल्नु नपरोस् चल जा उठ
मैले तँलाई हुत्तेर निकाल्नु पर्ने हो। उठ्दैनस् हौ भर्छ। यति गरेपछि त पुगो होला नि तँलाई, पुगेन भागिहाल। यही खुकुरीले फेरि तेरो गर्दनमा छप पाएर छप्काउनु पर्ला। ज्यान मर्ने के काम गर्नु भनेर त्यो चोरीले मौका दिइरहेको छु। भाग आइन्दा यो घरमा पाइला टेकिस् भने नि तँ बुढो सिद्धिन्छस् अर्कोचोटि। जा मेरो रात चल्छ यो घरमा, बुझिस्? चल जा साला। अबदेखि आइज त तेरो यो भएको घर सबै भेटिन्छु र जाँठा चिलमा बस्ने हो कि होइन केटा? हो जा जहाँ सुकै गर मर, केही मतलबै छैन तेरो मलाई। जा हक। ल ठिक छ, म जान्छु। जति रोए पनि आफ्नै कुन त्यस्तो भएपछि के गर्नु। म गएँ बस्रामारी। अब मेरो यो संसारमा कोही रहेन। त्यही भएको एउटा छोरो बहिनी छोरी बहिनी त्यही थियो। त्यसले जति भने पनि मेरो लागेन। अब म यो संसारमा बाँचेर केही कामै छैन। म मर्छु बरु, म मरिदिन्छु बरु। सबैले आनन्द त्यसलाई मार्न आयो आज मलाई। आफ्नै छोराले त मार्न आयो, अरूले के गर्दैन मलाई। अब म बाँचेर कामै छैन। अब म मरिदिन्छु। यो छोरा जिन्दगी तेरो राम्रो होस्। आजबाट त सधैँ खुसी भएर बस है छोरा। जा झन् मलाई एउटा टन्टा साप भयो, एउटा मुला टन्टा भने त घटो दिमागको। जा तेरो केही चिन्तै छैन मलाई। त मेरो बाउ होस् या आमा होस्, बालै छैन। जा मलाई त केवल यो अनि यो भइपुग्छ। त जाँठो त बाउ जाँठो त यो भएपछि आइहाल्छ। केही दिन सकेको छस्? जा भाइ जा। ए केटा जो यस्ता मुना गए के हुन्छ? सुत त जा। आजदेखि आइन्दै घरमा नटेके।